गरिरहेको छु। पेशाले म एक विद्यार्थी। आजको यस कार्यक्रममा आफ्ना केही कुराहरू राख्ने सुनौलो अवसर प्रदान गर्नुभएकोमा आयोजक संस्था मल्टी टिचिङ एन्ड ट्रेनिङ सेन्टरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। दर्शकबिन, आज मिति 2083 साल वैशाख 11 गते, तदनुसार सन् 2026 अप्रिल 24 गते अहिले बिहानको 8 बजिसकेको छ। हामीहरू मल्टी टिचिङ एन्ड ट्रेनिङ सेन्टरले आयोजना गरेको 10 दिने भाषण कला तथा व्यक्तित्व विकास तालिम कार्यक्रममा प्रत्यक्ष रूपमा विभिन्न जिल्लाहरूबाट उपस्थित भइसकेका छौँ। आजको यस कार्यक्रममा मेरो कथा राख्न पाउँदा निकै हर्षित भएको छु र आयोजक संस्थालाई म हृदयबाट कृतज्ञता ज्ञापन गर्न चाहन्छु। दर्शकबिन, अब म मेरो कथा सुनाउन गइरहेको छु। कृपया सबैजनाले शान्तिपूर्वक सुनिदिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। अहिले 8 बजिसकेको छ। म तपाईहरूको समय बढीमा 5 मिनेट लिनेछु। मेरो कथाको शीर्षक रहेको छ चालाक बाख्रा। एका देशमा एउटा बाख्रा थियो। त्यो बाख्रा जङ्गलमा डुलिरहन्थ्यो। एक दिन उसलाई तिर्ख लागेर ऊ खोलातिर गयो। खोलामा गएपछि दुई बाघले उसलाई घेर्यो। बाघहरूले उसलाई घेरेपछि उसले खतराको महसुस गरेर बाघलाई भन्यो, बाघ, मेरो शरीरमा अझै पनि फोहोर मैलो लागेको छ। तिमीले मलाई यसरी नै खाने हो भने मेरो शरीरको मैलो तिमीभित्र जानेछ र यसले तिम्रो स्वाद बिगार्नेछ। र यो कुरा सुनेर बाघलाई पनि हो कि जस्तो लाग्यो र बाघले पनि हुन्छ, म तिमीलाई खोलामा लैजान्छु, तिमी नुहाऊ र म तिमीलाई खान्छु भनेर भन्यो। बाघले बाख्रोलाई खोलातिर लग्न थालेपछि बाख्रो खोलामाथिको ढुङ्गामा उफ्रेर खोला तरेर भाग्न थाल्यो। बाघले त्यो खोला माथिको ढुङ्गाहरूमा उफ्रेर जान उसलाई धेरै बेर लाग्छ, त्यसैले ऊ पौडिँदै जान थाल्यो र यसको कारण बाख्रोले समय पायो र त्यहाँबाट भाग्न सफल भयो। बाघले केही पनि खान पाएन। शिक्षा। यो कथाबाट हामीले शिक्षा पाउँछौँ कि हामीहरूलाई कुनै खतरा महसुस भयो वा कुनै चुनौतीपूर्ण